नमस्ते नमस्ते है नमस्ते सबैमा। म चाहिँ अहिले तपाईको ओहायो स्टेटको गिराट भन्ने सिटीमा पुगे हैन। अब यतातिर गएपछि दाहिनेतिर विङ्स्टन, बायाँतिर न्युयोर्क सिटी जाने बाटो चाहिँ अबको 1 माइल समथिङ 1.5 माइल 1.5 माइलमा मैले तेल हाल्ने छु। यहाँनिर पाइलटमा तेल हालेर यहाँनिर सावर गर्नुपर्ने हुन्छ। गाडीलाई खानासाना खुवाएर आफूले खाना खाएर नुहाउनु पर्ने हुन्छ हैन। अनि यहाँनिर एउटा इन्डियन रेस्टुरेन्ट पनि छ, एउटा फुड ट्रक। यहाँबाट यो चिसो मौसममा तातो एक कप चिया लिएर बढ्नुपर्छ अगाडि होइन साथीहरू। यहाँदेखि करिब 400 माइल रहन्छ अब न्युयोर्क सिटीको लागि, ब्रोन्क्स मार्केट पुग्नको लागि। 2 बज्यो तेल हालेर नुहाइधुवाइ गरेर म 3 बजे यहाँबाट निस्केर 10 बजी न्युयोर्क सिटी पुग्नेछु। गएर चेकिङ गरेर कति बेला डोर दिन्छ, लगाएर गाडी खाली भएपछि पुनः फेरि न्यू जर्सीदेखि लोड लिएर ब्याक टु क्यालिफोर्निया है त। मैले चाहिँ तेल पाइलट फ्लाइङ चाहिँ 19 मिस्टर 2 मा हाल्ने गरिरहेको छु। हामीहरूलाई नुहाउनको लागि हामीले तेल हालेको बापत ड्राइभरहरूलाई पोइन्ट आउने गर्छ। त्यो पोइन्टबाट हामीहरू नुहाउने, सावर लिने, तपाईँको एनिथिङ फुड ट्रक स्टपभित्र भएको जे पनि हाम्रो पोइन्टदेखि हामीले यदि हामीसँग इनफ पोइन्ट छ भने चाहिँ हामीले किन्न पाउँछ। त्यहाँदेखि ट्रक स्टपमा भएको सम्पूर्ण चिजहरू यस्तो हुन्छ। अब यहाँ साथीलाई के दशा लागेछ, फेरि कमै लिएर आउने बित्तिकै बिग्रिएछ होइन। कसैलाई पनि यस्तो नपरोस्। सिधा गएपछि न्युयोर्क जाने बाटो होइन। यतातिर चाहिँ अब म तेल हाल्छु पाइलटमा। यस्तै छ साथीहरू हेर्नुहोस्। तेल हाल्नेसम्म कतिको लाइन छ भन्ने कुरामा भर पर्छ। सायद लाइन छैन होला। उतातिर चाहिँ त्यो मिस्टर फ्युल भयो होइन। यो पाइलट यो चाहिँ ओहायो स्टेटको गिराट 226 एक्जिट होइन। यहाँनिर एउटा इन्डियन ढाबा छ, सिङ ढाबा। यहाँ आएपछि यहाँको खाना चाहिँ एकदम राम्रो छ। विशेष गरी रोटीहरू चाहिँ एकदम बेस्ट है। यहाँ पम्पमा त लाइन छ त हजुर। ड्राइभ ह्यान्डको पछाडि लाग्नु पर्ने जस्तो छ। यो भने छिटो जाला होइन। यस्तो हुन्छ हेर्नुहोस्, यहाँ लाइन हुन्छ हेर्नुहोस् तेल हाल्नुलाई। त्यहाँनिर पार्किङ गर्नुपर्छ, सावर लिने यहाँबाट। ब्रेक पनि गर्नु। ड्राइभिङ गयो, अफ ड्युटीमा हालिदियो होइन। 30 मिनट आउँछ। अब आर्थुर एक्सप्रेस जानुभयो होइन। अब मेरो पालो तेल हाल्नको लागि म चाहिँ यहाँ अगाडि ट्र्याक्टरमा, ट्रेलरमा भन्नाले अब रिफरमा, अगाडि ट्र्याक्टरमा र ड्रेस 3वटा हाल्नुपर्छ मैले होइन। भयो है त साथीहरू। चाचाजी त्यहाँ हुनुहुन्छ। Hello. How you doing? I'm good. How you doing? Good. Can I get a form 18, all 3? Yes.
for me? सहन गर्नु पर्यो। You are all set. Thank Have a you. great day. Cheers. Thank you. अनि म चाहिँ वास्तवमा अस्ति मैले यो टोपो किन्न खोजेँ। यो टोपो तलको पाइलेटमा रहेनछ क्या, त्यही भएर होइन। यो चाहिँ हाम्रो रिवार्ड कार्ड हो। योबाट चाहिँ नुहाउन मिल्छ होइन, रिवार्डहरू हुन्छ। म यहीँबाट तेल हाल्थेँ होला। अब त्यहाँतिरको मुखमा लगाइयो भैँसीले पानी। यतातिर तेल चाहिँ हालियो। हेरौँ 106 खाएछ। धारो 392 रुपियाँको खायो। 116 ग्यालन है त। टेप चाहिँ 27 रुपियाँको खायो होइन। त्यही छ, तेल हाल्नु पर्यो, खुवाउनु पर्यो, गाडीलाई आफूले मात्र खाएर भएन होइन। अन्त चाहिँ खतरा छ है। रिफरमा होइन धोको रहेछ रिफर। मैले एरिजोनामा मैले रिफरको तेल चाहिँ एरिजोनामा फोन गरेको थिएँ। डाइरेक्ट यहाँ ओहायो आएर हालेको, त्यही भएर त्यति गयो। अब चाहिँ गाडी पार्किङ गर्नुपर्छ। अब चाहिँ गाडी पार्किङ गर्नु जानु पर्यो होइन। लाउरे झोला बोकेर अब चाहिँ सावरमा है त। होइन 71 मेरो सावर 71 यो चाहिँ मेरो 71 को सावर नम्बर 1 है। यो चाहिँ मेरो सावर 41 090 सावर यहाँ होइन। नुहाइधुवाइ गर्नुपर्छ।